चुनाव जितेको लगत्तै मैले यहाँ सुने त्यहाँ ट्विन उन्मूलन गर्न हाम्रो मान्य चाहिँ आउने भन्ने कुरा सुनेपछि यो त अब उहाँहरूलाई कमजोर पार्छन् किनभने ट्विन उन्मूलन नेपाल भारतको सीमामा मात्रै छ, अरू ठाउँमा छैन। अहिले जसले जति भन्ने पनि झुटो कुरा हामीले गर्नु हुँदैन। हजुर, अहिले निर्माण भइरहेको ठाउँमा ट्विन छैन। यो एकदम 1, 2, 3 म त्यहाँको सांसद हो। अहिले जहाँ उहाँले बनाइरहनु भएको छ त्यहाँ ट्विन छैन, त्यहाँ चाहिँ काठे पुल हो। हजुर, त्यो काठे पुलको सट्टा उनले पुल बनाइरहेछन्। तर फेरि पनि त्यसको नजिकै तपाईँको दुमलिङमै पुल छ। यो तपाईँले यो आउँछ कि आउँदैन कहाँबाट हेर्नु, यो पुल यो ओके, यो 100 मिटरको आसपासमा पुल छ झोलुङ्गे पुल। क्यामेराले देख्न देखिरहेछ होइन। हजुर, यो पुल दुनियाँले देखोस्। हजुर, यो पुलको 100 मिटर आसपास त्यही आसपासमा उनले बनाइरहेको 100 मिटर आसपास त्यही खोलाको पुल हो। सायद यहाँको माननीय हुनुपर्छ होइन, गणेश ठगुन्ना, उहाँले चाहिँ त्यो खोलाको तल कता पुल बनिसकेको छ त्यहाँ आवश्यकै छैन जस्तो कुरा गर्नुभएको रहेछ। उहाँले गरेर फोटो देखाएको थियो, तर उहाँको त्यो पुल भनेको धेरै टाढा हो तल, त्यो पनि जीर्ण अवस्थामा छ। त्यो त्यहाँ माथिको पहिरोले गर्दाखेरि हजुर उहाँले त्यो पहिरो खेतीपाती त्यो मान्छे गाउँहरू विस्थापित भएको देख्नु भएन। त्यो पुल मात्र देखाएको छ उहाँले, अरू देख्नु भएन। न त्यहाँ 20 परिवारको बिजुली भएको छ त्यहाँ, त्यही काठा दुमलिन खोलाले गर्दाखेरि हाम्रो बिजुली बगायो, खेतीपाती बगायो। 20 परिवारको स्थिति नाजुक छ। त्यो परेड चौकी त्यहाँबाट भाग्यो, अपिल नम्बर अफिसहरू सर्यो, 77 पुलिसको क्याम्प सर्यो। त्यो 5 घर त्यही अप्ठ्यारोमा छ। त्यो देख्नु भएन, उहाँले पुल देख्नुभयो। देखाउने काम गर्ने चाहिँ केही होइन, उहाँले देखाउने काम मात्र त हो नि। त्यो माथि आवश्यकै छैन जस्तो कुरा गर्दै हुनुहुन्छ। यहाँ त 100% छ नि आवश्यकता। त्यो टाढाको कुरा त्यो 2 किलोमिटर छ, उहाँले 100 मिटर भन्नुभएको थियो। त्यो पनि त्यहाँ चाहिँ खतरा छ त्यो पुल पहिरोले गर्दाखेरि। त्यो बुझ्नुमा उहाँले यहाँ फोटो झिकाएर खालि फोटो देखाएर कहाँ हुन्छ त्यो। हजुर, प्रत्यक्ष यहाँ आएर हेरे हुन्छ। उहाँ चाहिँ यो ठाउँमा आउनु भएको छ कि छैन? छैन, जितेपछि तल्ला दुम्ने मात्र आउनुभयो, फर्केर जानुभयो। न कहिले पनि पहिला टेकेको पनि छैन। उहाँले गरेको काम एउटा पनि छैन यहाँ 3 चोटिको कार्यकालमा। यो तेस्रो चोटि हो गणेश ठगुन्ना? तेह्रो चोटि हो जितेको, मागा मारेको छैन उहाँले। तेस्रो चोटि जित्दाखेरि यो माथि दुमलिङतिर माथिल्लो दुमलिङतिर आउनु भएको छैन? माथि दुमलिङ, 20 दुमलिङ, चौरा कहीँ पनि आएको छैन। यो जो मान्यजीले कुरो राख्नु भएको छ त्यो पुल छ भनेर, त्यो पुल भन्दा पनि माथि योभन्दा पहिले पूर्व चाहिँ यो त्यो पुल भन्दा पनि त्यहाँ पुल केही थिएन। यो माथिको पुल भएर जान्थे र सबै यहाँ जोडी थिए। सबै जनताहरू यहाँको गोरेटो बाटो थाहा छ। जसरी उहाँ विरोध गर्नुभएको छ एकदम गलत हो। भनेपछि उहाँलाई यहाँको अवस्थाबारे थाहा छैन? यहाँको अवस्थाबारे थाहा छैन, खालि भन्ने मात्र। अहिले जितेर गयो होइन। अब हामीले पटक पटक यो कुरालाई हामीले यहाँ एउटा स्थानीय निकाय, त्यसपछि प्रदेश, त्यसपछि संघमा यो कुराहरू राख्यौँ र उहाँहरूले के भन्यो कि हामीले हुन्छ तपाईँहरूको यो बस्तीको समस्या समाधान गर्छौँ, बाढीको पहिरो समस्या समाधान गर्छु भनेको थियो। जबकि यहाँ हाम्रो यहाँ घट्टी खोलामा यो आफै म आदि पीडित छु र त्यहाँका बासिन्दाहरू पनि पीडित छन्। एकदिन त्यहाँ हाम्रो खानेपानीको अवस्था छैन। त्यहाँ खानेपानीको अवस्था के छ भनेपछि त्यहाँ अब दिनको 2-3 चोटि म आफै लाउन जान्छु त्यो खानेपानी, त्यो दूषित पानी खानेपानी त्यसो र खानेपानी त्यो पनि त्यो बाढीले बगाएछ विगतमा त्यही बनाएको पानी। अनि त्यसपछि त्यहाँ जस्तै त्यो पुलको कुरा गर्छौँ, अरू त्यो गोठानवासी पनि त्यस्तै समस्या छ त्यहाँ। अनि पटक पटक हामीले यो नेताजीहरूसँग पार्टीहरूसँग कुरा राखे, हाम्रो सुनाइ केही भएन उहाँ। जबकि हाम्रो त्यो खाने पानी उहाँहरूले त्यो समाधान पिउने पानी छैन, हामीलाई दूषित पानी खान बाध्य छौँ भनेपछि यतिको समस्या छ। त्यो नेताहरूले बुझ्दैन। चाहे कांग्रेस नेता हो, मैले पनि हाम्रो यो कांग्रेस पार्टीका हाम्रो जुन पार्टीका नेताहरूले जिताएर पठायो सांसदहरूलाई, त्यो गणेश ठगुन्ना एमालेको होइन, यो गणेश ठगुन्ना एमाले, त्यो त्यसपछि कांग्रेसको नेताहरू छन्। अहिले प्रदेशमा हुनुहुन्छ एकजना, तर संघमा चाहिँ त्यो भयो। हाम्रो केही जुन बेला उहाँ जितेर गयो त्यस बेला फेरि पिटो फर्काएछ उहाँले।